यहाँलाई नमस्कार हजुर। नमस्कार सर। नमस्कार। अनि तपाईँको नाम भनिदिनुहोस्। मेरो निमबहादुर खड्का। ल, अनि अहिले तपाईँलाई यो वर्तमान राजनीतिक नेपालको विषयमा कतिको चासो र जिज्ञासा छ तपाईँलाई? म खास नेपाली राजनीतितिर चासो नराख्ने व्यक्ति हुँ, तर अहिलेको परिस्थितिले गर्दा अलि त मनमा कुराहरू खेलाउँछन्। भनेपछि हामी परदेशीका छौँ। हाम्रो यी बुढा नेताहरू जुन 35 वर्षदेखि शासन गर्दै आएको छ, त्यसबाट हामीलाई उपलब्धिहरू केही छ हामीलाई मनमा लागेको? ल, मलाई यी नेताहरूबाट चाहिँ यो चिज चाहिँ ठिक लाग्यो भन्ने केही छ तपाईँमा? त्यस्तो नाम लिनु सक्नुपर्ने एउटा कुनै एउटा चिज छ? ठ्याक्कै भनिदिनुहोस् एउटा। मलाई त्यस्तो यिनीबाट कुनै प्रगति होला अथवा हामीले कुनै रोजगारी पाउँला भन्ने आशावादी छैन म। अनि यिनीहरूले सिर्फ आफ्नो कम्पनीहरूलाई मात्रै चासो दिएका छन्, तर हामी सर्वसाधारणले त्यही हो। हामीले भिसा पाएका छौँ, टिकट पाएका छौँ, पासपोर्ट बनाएर विदेश आउन पाएका छौँ, त्यति मात्रै हो। भनेपछि अब अहिलेको जल्दा बल्दा नयाँ युवाहरू आएको छन् नि, जस्तै धरानमा, धनगढी, त्यस्तै लगायत काठमाडौँ महानगरपालिका, यी 3 क्षेत्र चाहिँ स्वतन्त्र प्योर स्वतन्त्रबाट जितेको हुनाले उहाँहरूलाई सत्तामा पुर्यायो भने केही आशा र हामीलाई आशाको बाटोहरू छ? उहाँहरूले हाल त देखाइरहेको काममा अलिकति हामी आशा त छौँ, तर उहाँहरू आउनुभन्दा पहिला हाम्रो नेपालको राजनीति सुधार्नुपर्छ। अनि हाम्रो यो पुरानो राजनीतिक दलहरू के सुध्रेला? अझै पनि केही सुध्रेला जस्तो छ? होइन, यिनी सुध्रिने त सम्भवै छैन, तर नेपालको राजनीति चाहिँ सुधार्नुपर्छ। किनभनेपछि यो संसदीय व्यवस्थामा गएर जस्तो मै हुँ भन्ने मान्छे गए पनि पहुँच नपुग्नको कारण पछि नै पर्ने हो। त्यो अगाडि देश चलाउने भनेको यिनी 3-4वटाले मात्रै हो, अर्को चाहिँ अगाडि बढ्लान् जस्तो लाग्दैन। अनि त्यो पुरानो पार्टीहरूमा त नयाँ गएको सबैले जनताहरूले आम चासो र जिज्ञासा राखेको। अस्ति सुनिता डङ्गोलले, एमाले नेत्री सुनिता डङ्गोलले भाषण दिनुभएको त सुन्नुभयो होला नि? उहाँले भाषण दिएको मैले सुने लगभग। उहाँ मान्छे पहिला त हामीले राम्रै मानेको हो, किनभने चाहिँ एमालेमा त्यतिको नेता गाह्रै थियो अरू पाउनुपर्ने, र राम्रो मत ल्याएर जित्नु पनि भएको हो। तर अलिकता अहिले आएर स्ट्यान्डबाजीका कुरा गर्नुभयो। युवामा जोस जाँगर र स्ट्यान्डबाजी जसरी हुन्छ, म देशलाई केही न केही गरेर देखाउँछु भन्ने एउटा मान्छेमा क्षमता हुनुपर्ने हो। तर उहाँ अलिकता पुरानो जोस आफ्नै पार्टीतिरै, आफ्नो बाबुतिरै, मतलब सिद्धान्ततिरै लाग्नुभयो कि भन्ने जस्तो लाग्यो मलाई। अनि सुनिता डङ्गोल उपमेयर काठमाडौँको, उहाँले त नि भनिसक्नुभयो त स्टनले देश बन्दैन भनेर। तर स्टन चाहिँ उहाँले गर्नुभएको स्टन हो कि अरूले गरेको स्टन, अरूलाई चाहिँ देख्ने स्टन, आफ्नो चाहिँ नदेख्ने भन्ने खालको यस्तो जिज्ञासाहरू आम जनताले उसको कमेन्ट गरेको छ नि, त्यो विषयमा तपाईँको धारणा के छ? उहाँले स्ट्यान्ड चाहिँ अलिकति देखाउनै भएको हो, किनभने चाहिँ उहाँले त्यहाँसम्म नगर्नु पर्थ्यो। मैले त्यहाँसम्म सोचेको थिएन। अहिले त अनि सुनिता डङ्गोललाई त सामाजिक सञ्जालमा त 100 पोइन्ट भनेर त 1% पनि छैन त, सबैले गाली मात्रै गरिरहेको छ त। यो केपी बाको चाहिँ छोरी भए, केपी बाको चाहिँ पार्टीका एउटा भएको कारणले उहाँले चाहिँ आफ्नै पार्टीलाई हेऱ्यो, स्वतन्त्रहरूलाई सपोर्ट गरेन, र नयाँ युवा पिँढीहरूबाट आएकोमा आशा र भरोसा थियो, त्यो चाहिँ उसले भङ्ग गरे। अब उसको राजनीतिक करियर डामडोल हुँदैछ, सकिँदैछ भनेर भन्छ नि आम जनताले, त्यसमा तपाईँको के छ विचार? सुनिता डङ्गोलजी पहिल्यै त्यस्तो राम्रो मत ल्याएर त्यस्तो महानगरको उपमेयर भइसकेका मान्छे र जनताले विश्वास मानेरै बसिरहेको मान्छे अहिले आएर बिचमा आएर अलिकता लर भराउनु भयो कि भन्ने मेरो धारणा हो। किनभने चाहिँ उहाँलाई केही न केही हुनसक्छ, पार्टीले पनि चेप्न सक्छ स्याक्नलाई, तर पनि युवाबाट यसरी अगाको पछाडि मात्रै लागेर बस्ने हो भने हाम्रो देशले अझै पनि दुःख पाउँछ। यो संसदीय दल व्यवस्था, यो संसदीय व्यवस्थामा जुनसुकै स्वतन्त्रहरू आए पनि, जुनसुकै राम्रो म गर्छु भन्ने एउटा भिजन र लिडर भएर आयो भने पनि के गर्न सक्छ? सम्भावना देख्नुहुन्छ? यसमा कदापि सक्दैन, किनभने चाहिँ यसमा पैसाको चालखेल बढी छ। संसद किनबेचको बढी चल्छ, त्यो भावनाले जसित पैसा छ उसले मात्रै देश चलाउँछ। भनेपछि अब यो संसदीय व्यवस्थालाई परिवर्तन गर्नलाई कस्तो खालको युवाहरू आउनुपर्छ देशमा? युवाहरूमा जोस जाँगर अथवा भिजन
सबैभन्दा मुख्य कुरा भिजन हेर्नुपर्छ र त्यसको सिलिसोबा हेर्नुपर्छ। युवाहरू धेरै किसिमको छ, कोही आफ्नो स्वार्थ खिच्ने मात्रै छ भने कोही केही अर्कालाई साथ सपोर्ट गर्ने, अर्काको पक्षमा बोल्ने युवाहरू पनि छ। त्यस्तो छान्नुपर्छ हामी जनताले। अहिले अधिकांश रूपमा पार्टीका कार्यकर्ताहरूले त अनि आफ्नो पार्टीलाई त आँखा चिम्लेर सपोर्ट गरे हुन्छ, अनि बाँकी सचेत युवाहरूले उठाएको भिजनलाई के तिनीहरूले समर्थन गर्ला त? के छ तपाईँको विचार? पार्टीमा झोला बोकेको व्यक्तिले पार्टीको साथ सपोर्ट गरेर अहिले आएको राजनीतिलाई सपोर्ट गर्नु भन्ने कुरा त्यो उनीको हातको कुरा हो, किनभने चाहिँ उनीहरूले त्यही देखेको छ। र हामी उनीहरू झोले नेताहरूभन्दा हामी जनता सर्वसाधारण धेरै छ, हामीले चाहिँ कोसिस गर्नुपर्छ र राम्रो नेता छान्नुपर्छ। यो नेपाली काङ्ग्रेस, नेकपा एमाले, माओवादी यी पुराना दलहरूबाट देश केही बन्छ जस्तो छ तपाईँको विचारमा लाग्छ? यिनीहरूबाट मलाई कथापि लाग्दैन यस्तो केही देशमा प्रगति हुन्छ भनेर। हामी सर्वसाधारणको पक्षमा त यिनीहरू छँदै छैनन्। अब यिनीको सरकार चाहिँ अझै 10 वर्ष 20 वर्ष टेक्ने हो भनेपछि 50 वर्षदेखिको बुवा आमा र 18 वर्षदेखिको नानी बाबुहरू मात्रै नेपालमा बस्ने, अरू परिवार बोकेर लोग्ने स्वास्नी अथवा छोरीबुहारीहरू सबै विदेश हिँड्नुपर्ने आवश्यकता हुनसक्छ। धन्यवाद तपाईँले दिनुभएको प्रतिक्रियामा। अब आम नेपाली दर्शकहरूलाई अन्तिममा के भन्न चाहनुहुन्छ? नमस्कार, धन्यवाद छ। म लास्ट टाइम फेरि पनि, तर म सर्वसाधारणलाई के भन्न चाहन्छु भनेपछि सुर्तिनुहोस्, हामी पनि सुर्तिनु जरुर छ। नेता मात्रै, देशको नेता मात्रै होइन, किनभने हामीले गलत चुनिरहेछौँ। हामी राम्रोतिर जाऊँ र राम्रोलाई साथ सपोर्ट गरौँ र हामी देशमै केही रोजगारी खुलोस् भन्ने चाहन्छु। धन्यवाद। धन्यवाद हजुरलाई, धेरै धेरै धन्यवाद।